कोरियाको राजधानी सौलमा आख्यानकार मनु युङह्याङको 8औं कृति उपन्यास सेकमुरिक फुल एक समारोहबीच विमोचन गरियो। यही अक्टोबर 6 तारिक पूजा रेस्टुरेन्टमा विमोचित सो कार्यक्रमको अध्यक्षता नुवेन्द्र थाम्साङ र सञ्चालन इन्द्र थाम्साङले गर्नुभएको थियो। मनु युङह्याङ जो चाहिँ समाजको बहुसांस्कृतिक आस्था र ऐतिहासिक बहुलताको मानविक भावनाले चित्रण गरेर नेपाली साहित्यलाई थप उजागर गर्ने कार्य गर्नुहुँदो रहेछ। उहाँको पुस्तक अहिले हामीमा आएको छ र यसलाई हामीले सुअवसरको रूपमा प्रयोग गर्दै यस पुस्तकलाई लोकार्पण गरिदिनका लागि यहाँ सम्पूर्ण चाहिँ हामीले प्रमुख व्यक्तित्व क्या छैनौँ यहाँनिर र हामीले भल्ला व्यक्तिबाट नै लोकार्पण गर्नु भनेर पनि उहाँले अनुरोध गर्नुभएको छैन। तपाईँहरूको भेलामा जति हुनुहुन्छ उहाँहरू माझ लोकार्पण गरिदिनु भन्ने खालको उहाँको अनुरोधलाई सहर्ष स्वीकार्दै यो सेकमुरिक फुल नामकको उपन्यास यहाँ लोकार्पण गर्न चाहन्छौँ र व्यस्तताको बावजुद थकिलो शरीरहरूलाई केही शब्दको भावहरूले महसुस अथवा हामीलाई आराम दिनेछ ताकि साहित्यको माध्यमले परिवार नेपालको भाषाभाषीमा अथवा भाषाको क्षेत्रमा लगायतका क्षेत्रमा सहयोग गर्नेछ हाम्रो जीवनयापनका क्रमलाई सेकमुरिक फुलले भन्ने आशा र कामना गर्दै लोकार्पणको लागि हाम्रो आदरणीय काका र सम्पूर्ण चेलीलाई म एकमुष्ट अनुरोध गरेँ र म यो अनुरोध सँगसँगै यहाँ सम्पूर्णलाई पनि मैले अनुरोध गरेँ कि तपाईँहरूले समय मिले खण्डमा अध्ययन गरिदिनु होला, प्रतिक्रिया जनाउनु होला र यहाँ भएका शब्दभावहरू निकालेर आफूलाई त्यसमा रमाउनु होला ताकि यहाँका बुढाठिला दिनहरू अझै सुखमय अथवा सुन्दरतामा परिणत गर्न सकोस् भन्ने र उहाँको लेखन शैली अझ आउँदो दिनमा प्रगति उन्नति हुन सकोस् र प्रकाशनको क्षेत्रमा जसले काम गर्नुभएको छ हाम्रो छेमी उहाँलाई पनि अझ काम गर्ने उजागरहरू अथवा प्रोत्साहनहरू मिल्न सकोस् भन्ने कामना गर्दै यो समयमा लोकार्पणको लागि टक्राउन चाहन्छु। हाम्रो काका अथवा यहाँ हामी मध्येको अग्रज हाम्रो संरक्षक बाजे हुनुहुन्छ, यहाँ सम्पूर्णको बहुलीबाट एकसाथ लोकार्पण हुने अनुरोध गर्दछु र लोकार्पणको लागि यहाँलाई म हार्दिक अनुरोध पनि गर्दछु।